खैर आओ यार, सैनिटाइजर के नशे करना बंद करो और शुरू करते हैं बिना किसी बकचोदी के। भिडियो तो बना चैलेंज हड्डी फेर खाइ परल जे सिटरमा का सिटरमा यत्रो ट्राई खैना गर्न सक्छु यत्रो मोबाइल बन्द गर के मोबाइल बन्द गर यो हड्डी चाहिँ सब फालिन्छ है म एउटा पनि खान आदि फेरि टराइ भइरहेछ त्यहाँ मोबाइल फालै मोबाइल फाल मासु ठिकै छ हड्डी खाने कुरुन्न म पहिले भनिरहेको छु मासु अलगाइदिनु मासु अलगाइदियो केटा त मासु अलगाइदियो केटा A few moments later. दर्शकहरु त्यहाँ नगर है त्यहाँ राख बाँकी छिटो के भन्नु के लेकिन एक सेकंड राख के हुन्न के सबैले नै खाइदिनु छिटो हजुरमा अघि नै खाना भन्ने मतलब दर्शक बना न नबना के लाज मन गाइस पे लगाएर दे के ये सब क्या देखना पड़ रहा है? अच्छा है मैं अंधा हूँ। विथ द चटनी म आधा छु 10 मिनेट देखि खान्छु भनेर चटकेर बटन जोसेको लास्टमा भिडियो बनाउन याद देखाइदिनु पर्ला अनि मासु खान मासु पनि सबै खान्छौ मासु त झूठ बोल रहा है। नो आई एम टेलिंग यू एउटा नखानुहोस् है मासु चाहिँ केटालाई अलि च्यालेन्ज गरेर सबै सकिदिन्छु ल हड्डी पनि मासु के अरे म भर्खर भात खाएको छु यार भाइ देखाएको सक्यो त्यत्रो भात खायो अलि धेरै चटनी दुबेर खायो के मलाई अस्ति पिरो नुनिया चर्को छ सिक्टा नार सब खायो होला मैले भने हड्डीले खान भनेर म अघि भने भर्खर भात खाएर आएको छु क्या काँचो मासु खोर्सानी यिनी काट्नु भएन ठुल्ठुलो छ कट्ने खाने गर्न त खाने हो खान्छु भने खान्छु म
खै 12 ओ 12 कुछ नसे फिठा जङ्गली कुछ लगाएर धेरै भिडियो नबना भनेको थियो किनभने ननको पनि धेरै दिन भएको केही न मुखले छिक्दैन के खान जुगालाई के रक्स पनि खाने होस् कहाँ खाने होला मैं एउटा बिरामी होला छु नखा मामाले के बाजु बटालाई नि बोलाएर दिइरहन्छ नि हेर्ने बोलाले ने उही पुगेर त लिन आइरहन्छ आइ के बट्टा माथि लाग्दा हाँक्का नबोलाइ धेरै मान्छ आफू भा के गरेको लाजो भने यार जमुना लेखा जाको लिस्टी बार खान्छ लिस्टी ल ल अब कौना एक खै खा दुसले खा एक खै खा दुसले खा देखले भान्जा चटक त्यो 1200 ले रसमार खमले बोले ओ जन्ना पेट भरिको चिक्दा यहाँ भर्खर भात खाएको अनि त्यही पनि काँचो मासु अनि नबोलाएर म यो फालिदिन्छु अब कहाँ फाल्छ र अब पल्ली बाजेर पेट भरिको मै भर्खर भात खाएर कहाँ रहन्छ खाने कि एक पाउ पनि मारुके बट्टा एक किसिमले खाइन्छ नि ह बट्टा एकल भुल्टे बच्चेला शिकार लगु यसका करते हैं नुन छ दुध लगाएर त्यति खानु लाग्छ काट्दै ससुस नै बडा त्यत्रो भरिको के भर्खर भात खाएर कहाँ त हुन्छ अनि भात नखाएर म यो पनि सकिदिन्छु अरे झूठ बोल रहा है ये झूठ बोल रहा है तर हड्डी हो त्यही मासु भए पनि सकिदिन्छु साँझलाई राख्नु त हड्डी राख्नु त हड्डी त कहाँ हुन्छ बड्डा अब साँझलाई मासु भए पछि पो भन्ने त साँझलाई के यस्तै स्वाद पाउँछ यो साँझलाई यो त साँझ नै अहिले नै त्यो हड्डी के साँझलाई राख्न कस्तो कुरा छ यार अर्नी खाँदाखेरि खाइ नै हुन्छ के मासु चट्नी चिया धेरै भोकै मुजी पेट भर्खर भात खाएको नि सिसिली हुन्छ कि लास्ट यो आदि पनि जान्छ कि यो साँझलाई हो राखेको त्यो अनि यो हड्डी खान भने पहिले नै हड्डी छ र त्यसमा सबै हड्डी होइन यो एक दुना छ आज मासु एक दुना छ बाँकी भर्खर भात खाइयो बेलामा केटाहरूले यार के गरे यार न मैले साँझ खाम्ला भनेको थिएँ क्या भर्खर त भात खाइएको थियो पेट भरिको चिक्टा होइन सबै खान अब टाइम लाग्छ अब सबै खाने अब पेट भरिको चिक्टा टाइम लाग्छ टाइम लाग्ने भयो क्या सबै खाने अब टाइम लाग्छ तर छाला मिठो रहेछ यार समान विच तारे किन्ने आ मैं तारे देख वक्त गुजारे तर छाला मिठो रहेछ छाला मिठो रहेछ रे मोहनको बाबु पनि आइजान म काटे हाल्दै हेर्न खै ओरे दादा यो झ्याल भाङ्यो भनेपछि भाङ्या छ भनेपछि पहिले यताबाट घोचल ढकने यताबाट तार तान्ने मेरिकन
आ काका हेर आ पहिले यो यसले लगाएको नि भच्चो लगाल्ने बाने तान्ने नि कलाक्छ न 2,000 years later. तेरे यार अतरा खेला तो हो गया क्या है ना तो बिस्तार खेला सबको 20 मिनट पनि भएको छैन होला हैन भाइ यो पठाके थिजेन र दियो दिए अलि 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 खान सक्दैन के अरे भर्खर भर्खर बेला काण्ड हुन्छ मान्छेहरू जाबादन अल अलिकति दिजेले त अघि त नछिटा पनि हिँड्छ नि अन्त 15 मिनट हिल क्या यति सकेला भन्या के यो के केरा छारे भन्लान् के फेरि मार खाइली परी वेल